शिक्षा मानव चेतनाको आधार हो। चेतना मानव उन्नतिको बीज हो। उन्नति मानव जगतको समृद्धि हो। यो संसार गोलो अंडा आकारको छ। कसले भन्यो? शिक्षाले। यो ब्रह्माण्डमा अनगिन्ती सौर्यमण्डलहरू छन्। कसले प्रमाणित गर्यो? शिक्षाले। प्लेन, रेल, ठुला ठुला मेसिन, औजार बनाउने सिप कसले सिकायो? शिक्षाले। यो शिक्षा कोबाट प्राप्त हुन्छ? आफ्नो अभिभावक, स्कुल र समाज। यी तीनै पक्षले कलिला बालबालिकाको शिक्षा आर्जनमा व्यवस्था गरे के हुन्छ? यसैको पेरिफेरीमा तयार पारिएको यो नाटक हो फुल्न देऊ। नाटक फुल्न देऊ, स्वीकार्नुहोस्। All is well. सबै कुरा ठिक छ। ठिक नहुने पनि कुरै भएन नि। विदुर म संसारकै विद्वान विदुर, द्वापर युगको होइन कलियुगको विदुर। हैन, हिजो म जाने बेलामा यो टेबल जस्तो थियो, आज पनि त्यस्तै छ। यो विदुरले के गर्छ? विदुर! यस म्याडम सर। विदुर! यस म्याडम सर। ला, पानी ल्याउनु बिर्सेछ। विदुर! यस म्याडम सर। कहाँ जान लाग्या? पानी लिन जान लाग्या म्याडम सर। हैन, हिजोदेखि यो टेबल जस्ताको त्यस्तै छ त, के गरेको? हिजोदेखि मात्र होइन म्याडम सर, यो टेबल धेरै वर्षदेखि यस्ताको यस्तै छ। हजुरले फेर्ने आदेशै दिनु भएको छैन। यसैलाई आदेश मानेर विद्यालय व्यवस्थापन समितिलाई भनेर फेर्न लाउने हो म्याडम सर। हैन, यो मान्छे पनि यता फर्किनुहोस्। यस म्याडम सर। फर्के आदेश होस्। पहिला यो टेबल सफा गर्नुहोस्। यस म्याडम सर। हिजो मैले यो टेबल मिलाएन छु कि क्या हो? ए, कुरा मिल्यो म्याडम सर, कुरा मिल्यो। के मिल्यो? हजुरले हिजो 5 बजेतिर भन्नु भएको होइन, मेरो यहाँ राति आउने काम छ, त्यही भएर टेबललाई यस्ताको यस्तै छोडिदिनु, यहाँको कागज पत्र यताउता नहोस् भनेर। त्यही भएर मैले केही नमिलाएको होला नि म्याडम सर। ए हो त अघि, तर हिजो म आउनै पाएन। घर पुग्दा नै रातिको 10 बजिसकेको थियो। ठिक छ, आफ्नै काम गर्नु मेरै गल्ती रहेछ। ठिक छ, मेरो गल्ती त हुनै सक्दैन नि म्याडम सर। कलियुगको विदुर जो परे म। May I come in, ma'am? Come in, come in. वेट। सरी दाइ। ओ, यो सरी पनि प्रिन्सिपल म्याडम सरकोमा पक्कै धेरै ठुलो सरी भन्न आएको होला। किन रोकेको विदुर दाइ? रोक्ने मात्र होइन, आउट आउट आउट। पहिला यो आउट गो, देन आई कमिङ देयर, यु रिक्वेस्टिङ मी, एन्ड देन आई परमिसन यु, एन्ड देन ओन्ली प्रिन्सिपल म्याडम सर रुम गो। नाउ आउट आउट आउट। विदुर! यस म्याडम सर। आउन दिनुहोस्। ओके म्याडम सर, नाउ आई परमिसन यु, यु क्यान गो। ए दाइ, हामी त पहिले गो भइसकेका छौं, अब त वेलकम पो भन्ने हो त। नजान्नेले किन इंग्लिश बोल्नु? ओ सरी, के? नोबडी। इंग्लिश जान्नेले मात्र बोल्नु पर्छ भनेर कहाँ लेखा छ? विदुर म संसारकै विद्वान विदुर। त्यो त देखिहाल्यो नि। देख्न त देखिराख्नु भएको छ नि बाबु। अरु भोग्नुस् मसँग संगत गरेर। कम्तीमा तपाईको सरी भन्ने बानी त छुट्छ कि? विदुर! यस म्याडम सर। फर्स्ट म्याडम सर, पानी ल्याउँछु। किन अल्मलेको दिपु? आउ। एनी प्रब्लम श्रेया मिस? प्रब्लम नै प्रब्लम छ नि प्रिन्सिपल म्याम। यो प्रब्लम चाहिँ धेरै पटक भएकोले आज हजुरको मैले ल्याउनु परेको। हत्ते श्रेया मिस, तपाईको क्लासको बच्चाहरुको प्रब्लम पनि म सामु लिएर आउनु पर्ने। एनीवेज, भन्नुस् भयो चाहिँ के? यो दिपुको बदमासी धेरै भयो। आज पनि रुसाको कपी च्याति दिएछ। Why दिपु? Why? You are a good boy, but why? I am sorry, ma'am. सरी त, गल्ती गरेपछि भन्नु परिहाल्छ नि बाबु दिपु। तर यो भन, यो रुजाको कपी किन च्याति दिएको? म भन्नु म्याम। ए वेट रुजा, इट्स नट योर टर्न येट। दिपु, तिमी नै भन, रुजाको कपी किन च्यातेको? I am sorry, ma'am. अरे रुजा, तिमी नै भन। त्यो
के थियो त्यो बाबा? मैले मलाई पनि सिकाइदियो भनेको थियो। मेरो होमवर्क गरेर ल्याइदियो कहाँ भनेको थियो? थिएन। अब त्यो गएर म्यामले भनिदेऊ न। तर आज मेरो होमवर्क कपी चाहिँ आफ्नो घरमा छोडेर आएकोले, त्यसैले आइ एम सरी म्याम। उसले झुटो बोल्यो म्याम। पापा पहिला मलाई होमवर्क सिकाइदियो भनेको थियो। त्यति बेला मिस क्लासमै हुनुहुन्थ्यो, त्यसैले मैले अहिले भ्याउदिन भनेको। अनि उसको कपी मेरो ब्यागमा हालेर त्यसो भए घरबाटै मेरो पनि होमवर्क गरेर ल्याइदेऊ भनेर मेरो ब्यागमा उसको कपी हालिदिएको। तर मैले आज उसको कपी मेरो घरमै छोडेछु। अनि त्यही रिसले उसले मेरो होमवर्क गरेको कपी च्यातिएको म्याम। It is very bad, Dipu. Very bad. आइ एम सरी म्याम। Very sorry. यो सरी मात्रै भनेर टार्न पाइँदैन है दिपु। आज तिमी बच्चा छौ, भोलि ठुलो हुन्छौ। तिम्रो घर परिवार र यो देशको लागि तिमीले शिक्षा र सिप आर्जन गर्नुपर्छ। यस्तो पढाइले त भोलि तिमीले केही पनि गर्न सक्दैनौ दिपु। आइ एम सरी म्याम। भेरी सरी म्याम। होइन, तिमी स्कुलमा पनि कि सुत्ने कि चल्ने कि एउटै ठाउँमा झुक्राएर बस्ने गर्छौ? तिम्रो घरमा केही समस्या छ कि स्कुलबाट गएपछि मोबाइल समातेर बस्ने गर्छौ? सरी म्याम। फेरि के कस्तो सरी मात्रै भनिरहेको? प्रिन्सिपल म्यामको उत्तर देऊ न। यु शट अप। मैले मोबाइल धेरै कहाँ हेरेको छ? मेरो हातमा मोबाइल राति मात्र पर्छ। हो प्रिन्सिपल म्याम, मेरो हातमा मोबाइल राति मात्र पर्छ। अनि रात भोलि मोबाइल हेरेर बस्ने, दिउँसो चाहिँ स्कुलमा आएर मजाले सुत्ने, अनि होमवर्क चाहिँ मलाई गरेर लिएर आऊ भन्ने? कहाँ रातभरि हेर्छु, 12 बजे सुतिहाल्छु नि। सुन्नुभयो प्रिन्सिपल म्याम, दिपुले यस्तो गरेको धेरै पटक भइसक्यो। त्यसैले त मैले लास्ट इयर दिपुलाई भन्न नै नल्याऊ भनेको। श्रेया मिस, यो स्कुल हो, कसरी यसलाई भर्ना लिने यसलाई नलिने भन्न सकिन्छ र? फेरि यो दिपुले त प्ले ग्रुपदेखि नै यही स्कुलमा पढेको हो। तर हामीले एक्स्ट्रा पढाएर पास गर्दै 9 क्लाससम्म चढाएको पनि त हो नि प्रिन्सिपल म्याम। नोट चढाएको, माफै चढेको। चुप लाग। तिमी चुप लाग, तिम्रो कारणले उहाँ सबै हाँस्दै हुनुहुन्छ। बाबु दिपु, यो रुजा तिम्रो बेस्ट फ्रेन्ड हो नि? यस म्याम। अनि यो के गरेको त? आइ एम सरी म्याम। भेरी सरी म्याम। यो दिपुको गार्जियनलाई बोलाउनुहोस् त श्रेया मिस। हस् म्याम, हिँड। अब पनि यस्तै गर्ने हो दिपु। सरी म्याम। यो सरीले फेरि के सरी गरे मिस? तपाईँ आफ्नो काम गर्नुहोस् न। तपाईको काम गर्नलाई मैले पढेको पनि हुनु पर्यो नि। बेदर। यस म्याडम सर। यो दिपुले सरी बाहेक अरू केही भन्न जानेको छैन म्याडम सर। तपाईले यस म्याडम सर भन्न जाने जस्तै नै हो कि यो? मैले बाहिर 2 जना सरहरूलाई रोकेर राखेको थिएँ। किन रोकेको त? आउन दिनुस् न। यस म्याडम सर। मे आई कम इन म्याम? यस, आउनुहोस्। होइन, के हो सरहरू, के समस्या परेर यो स्कुल छोड्ने कुरा गर्दै हुनुहुन्छ? म्याम, बच्चाहरू नै पढ्दैनन्। बच्चाहरूले पढ्दैनन् हगि? हो नि म्याम, फिटिक्कै नपढ्ने होइन। हाम्रो स्कुलमा पढ्ने बच्चाको प्यारेन्ट्सहरू सबै कस्ता हुन्? खालि स्कुलको मात्र भर पर्नुहुन्छ, आफ्ना छोरा छोरीको पढाइलाई लिएर ध्यान दिनु पर्दैन? पर्छ, तर एउटा कुरा भन्नुहोस् त सरहरू, तपाईहरुले यो स्कुलमा केका लागि जागी खानुभएको? त्यो त पढाउन हो नि म्याम। अनि घरमै पढेका बच्चाहरूलाई तपाईकोमा फी तिरी किन लिएर आउँछन् र? बच्चाको प्यारेन्ट्सले बच्चाहरूलाई पढाउनेकै लागि स्कुलमा भर्ना गर्ने हो र तपाईँ हाम्रो काम तिनै बच्चाहरूलाई पढाउने हो। यो कुरा साँचो हो? त्यो त हो म्याम, तर बच्चाको भविष्य उज्जवल तुल्याउन काम मात्र घर परिवारको पनि भूमिका हुन्छ नि। हामीले मात्र पढाएर हुन्छ र? हुनुपर्छ। मान्नुहोस्, हाम्रो स्कुलमा पढ्ने बच्चाहरूको प्यारेन्ट्स पढेका छैनन् रे वा सँगै बस्दैनन् रे। त्यस्ता बच्चाले कसरी घरमा पढ्छन् त भन्नुहोस्? अनि के त्यस्ता बच्चाहरूले पढेनन् भनेर तपाईँ हामी शिक्षकले पढाउने छोड्ने? हाम्रो प्यारेन्ट्सहरूले घरमा बच्चाहरूलाई मोबाइल ट्याब हेर्न दिने गरेर होला। बच्चाहरूमा एक्टिभनेस भने छैन,
कति बच्चाहरू त क्लासमा सुत्ने गर्छन्। हो, फेरि प्यारेन्ट्सहरू पिटिएममा जति बोलाए पनि नआउने, अनि अरू बेलामा आएर चाहिँ तपाईहरूको केयरलेसनेसले गरेर होला हाम्रो बच्चाले राम्रोसँग पढ्नै सके छैनन्, केही पनि आउँदैनन् मात्रै भन्छन्। माने मैले तपाईहरूको कुरा हरेक प्यारेन्ट्सलाई भेटेको बेलामा सम्झाउने गरेको छु, तर ती सबै कमजोरीहरू छन् भनेर हामीले बच्चालाई पढाउने छोड्ने कुरा आउँछ त सरहरू? त्यो त हो म्याम। अनि अर्को कुरा भन्नुहोस्। हाम्रो स्कुलको म्यानेजमेन्ट पनि अलि म्यानेजमेन्ट हो, यो कुरामा म सहमत। के म्यानेजमेन्ट मिलेन त्यो बारे हामी छलफल गरेर टुङ्गोमा पुग्न सक्छौ, तर तपाईको क्लासको बच्चाहरू तपाईको जिम्मा। कसै फकाइ फुलाइ हुन्छ, सबै स्टुडेन्टलाई राम्रोसँग पढाएर अब्बल तुल्याउने। त्यसैले त तपाई शिक्षक मास्टर साहेब गुरु भई टोपले कोट, न त तपाई किसान वा व्यापारी भइहाल्नु हुन्थ्यो होला नि यदु सर। म जस्तो कार्यालय सहायक पनि हुन सक्नुहुन्थ्यो नि यदुर कुमार सर। यो मान्छे बिचमा किन बोल्यो? बिचमा होइन सर, छेउमै बसेर बोल्यायो। नपत्ता हेर्नुहोस् न, ढोका नजिकै छु, छेउमा। बिचमा भए त यहाँ हुन्थे। भिडुर। यस म्याडम सर, बाहिर प्यारेन्ट्सहरू आउनु भएको छ। प्रिन्सिपल म्यामलाई भेट्न साह्रै रिसाउनु पनि भएको छ। रिसाउनु भएको छ? किन? त्यो चाहिँ प्रिन्सिपल म्याडम सरले सोध्नुहुन्छ। बाहिर जानुहोस् तपाईँहरू पहिला। हामी बाहिर? किन? बाहिरको प्यारेन्ट्सहरूलाई भित्र बोलाउन। ओ ज्ञान बिनाको विदुर? म पुरै ज्ञान सहितको विदुर हुने सर, सर्टिफिकेट मात्र नभएको। सर्टिफिकेट भएको भए त तपाईँहरूको ठाउँमा भइहाल्थ्यो नि। अनि हामी चाहिँ कहाँ हुन्थ्यो? त्यो चाहिँ प्रिन्सिपल म्याडम सरले भन्नुहुन्छ। भन्नुहोस् न त प्रिन्सिपल म्याम, कहाँ हुन्थ्यो? हुनु पर्ने चाहिँ अहिले तपाईहरू आफ्नो क्लासमा हो, तर यहाँ हुनुहुन्छ। बरु तपाईहरू आफ्नो क्लासमा गइहाल्नुहोस् त यदुर कुमार सर। म्याम हाम्रो अहिले दुबईको पिरियड छैन म्याम, त्यसैले हामी पनि सुनौ न त। नो, कतिपय कुराहरू टिचर सामु प्यारेन्ट्सलाई भन्न नहुने पनि हुन्छ नि सरहरू। जस्तै म्याम? जस्तै कुनै प्यारेन्ट्सहरू धेरै रिसाउनु भयो भने प्रिन्सिपल म्याडम सरले चाहिँ यो चाहिँ हाम्रो सरहरूको कमजोरी हो, म सुधार्छु भनेर मनाउनु पर्ने हुन सक्छ। ए हाम्रो कमजोरी हुन सक्छ। अब जानुस् न, कमजोर बच्चालाई सिकाउँदै गर्नुहोस्। विदुर हो नि त म सर, विदुर, कलियुगको विदुर। म्याम म एउटा कुरा भनौँ? भन्नुहोस्। हजुर त यो स्कुलको कमान्डर होइन र? हो, अनि कमान्डर भनेको त अलिक कडा हुनुपर्ने होइन र? म यो स्कुलका साना साना बच्चादेखि टिचरहरूसम्मलाई आफ्नै परिवार सम्झेर त्यही अनुसारको व्यवहार गर्ने कमान्डरमा पढ्छु। त्यसैले त म यो स्कुलको प्युन भए पनि हजुर प्रिन्सिपल म्याडम सर जस्तो कमान्डरसँग जिस्किरहन सक्छु होइन त प्रिन्सिपल म्याडम सर? भिडुर। यस प्रिन्सिपल म्याडम सर। आफ्नो काम गर्नु। हस् प्रिन्सिपल म्याडम सर, यति मात्र कडा भइदिए हुन्थ्यो भन्न खोजेको प्रिन्सिपल म्याडम सर। भिडुर। यस प्रिन्सिपल म्याडम सर। हस् प्रिन्सिपल म्याडम सर, पठाइदिन्छु। हु आर यु? व्हाट इज दिस? दिस इज फाइल। ओ यु गो। के गर्नु भएको प्रिन्सिपल म्याम? इट्स टु मच के। प्लिज बस्नुहोस् न सर म्याडमहरू। यहाँ बस्ने जति समय त तपाईँलाई बाहिर कुरेर बस्यो, अब बस्ने? ज्ञानको मन्दिरमा रिसको स्थान हुँदैन। यो को हो बिचमा बोल्ने? भिडुर। यस म्याडम सर। होइन, स्कुलमा मिटिङ छ भनेर पहिला नै जानकारी दिनु पर्दैन म्याम। म त बजार गएर फर्केर यही बाटो आउँदा यसो पसेर हेर भनेर पसेको। यहाँ तल आएपछि पो आज प्यारेन्ट्स टिचर मिटिङ छ, त्यसैको लागि आउनु भएको हो दिदी भनेर रिसेप्सनको नानीले पो सोध्छ त बा, यो के हो? होइन, तपाईँहरू बच्चाले लगेको नोटिस पढ्नुहुन्न भने? ए, पठाउनु भएको छ र? हिजो बाबुले भन्न त के भन्दै थियो, कामको चपेटाले गर्दा सुन्नै पाइन छु, भन्नुहोस् त। यही त तपाईँ प्यारेन्ट्स र हामी स्कुल म्यानेजमेन्ट बीचको भलाकुसारी, जहाँ एक अर्काको विचार साटासाट गरेर बच्चाहरूको पढाइमा सहयोग गर्ने। तर तपाईहरू आउनै चाहनुहुन्न।
त्यही त अभिभावककालमा स्कुलमा भर्ना गरेपछि सिधै डाक्टर इन्जिनियर भएर घर आउँछ भन्ने सोचले ढुक्क हुनुहुन्छ। तर हामी बच्चाहरू पढेर डाक्टर इन्जिनियर भएर घर आउन पढाइको साथसाथै धेरै कुराको सपोर्ट सहयोग चाहिन्छ भन्ने हाम्रो प्यारेन्ट्सले कहिले बुझ्ने? यो मान्छेले के भनेको? ए सुन्नु भएन र म्याडम, मलाई त यो भाइले के भनेको हो त्यो तपाईँ हामी सबै अभिभावकले सुन्नुपर्ने कुरा नै भनेको जस्तै लाग्छ। मैले सुने म्याम, तर के हामी सधैँ बच्चाको पछि मात्र लाग्ने, काम धन्दामा चाहिँ नलाग्नु? काममा पनि लाग्नु न, आखिरमा काम नगरी त कहाँ सुख पाउँछ। तर तपाईहरूले एउटा कुरा चाहिँ बुझ्नु पर्यो कि। त्यो के कुरा हो म्याम? त्यो के हो भने तपाईहरूले बच्चाहरूलाई मोबाइल टिभीमा समय खेर फाल्नु दिनु भएन। यस्ता कुराले बच्चाहरूको स्मरण शक्तिमा कमजोर हुँदै जान्छ। त्यसपछि के बच्चालाई कुट्नु सजाय दिनु चाहिँ छुट्छ त यो स्कुलमा? त्यो हाम्रो बाउ बाजेको पालामा थियो, अहिलेको कालमा छैन। चाइल्ड ह्युमन राइट्स लाग्छ। बस्नुस् न सरहरू, उभि उभि त के सम्मान गर्नु र, खोइ बस्नुस् न। त्यो छोड्नुस्, तर त्यो मेरो 9 कक्षामा पढ्ने सोझो सानो बच्चा रोशनले के गल्ती गरेको थियो र त्यसरी हजुरले उठबस गराउनु भएको प्रिन्सिपल म्याम? ए त्यो कुरामा चाहिँ म हेर्छु, तर हरेक बाबुआमालाई आफ्नै बच्चा सानो र सोझो लाग्छन्। मेरै घरको कुरा सुन्नुहोस् न, मलाई अहिले यो उमेरमा पनि मेरी आमाले नानी यता आइज त, थोरै दुध छ त्यो पिउ त भनेर बोलाइ बक्सिन्छ भने। बरु हजुरको छोरा रोशनलाई कसरी उठबस गराउनु भएछ र हाम्रो सर मिसहरूले? ओजस सर यसरी भनेर देखाउनका लागि त ती मेरा छोराको कक्षाका शिक्षकलाई यहाँ बोलाउनु न प्रिन्सिपल म्याम। ए ल ठिक छ ठिक छ। गायत्री म्याडम र ओजस सरको गुनासो त सुने, अब उहाँ मम्मा यहाँ के त म्याम? दिपुको फुपू। अनि दिपुको बुबाआमा? थाहा छ त हजुरलाई, दिपुको बाआमा अमेरिकामा छन्। भने बेलामा भनेको जति पैसा खुरु खुरु पठाइदिरहनु भएको छ। यहाँ भने दिपु कक्षाले पछि पढाइमा कमजोर हुँदै गइरहेको छ। फेरि दिपुको बाआमा चाहिँ भनेर सोध्नुहुन्छ त बा कतिचोटि सम्झाउनु हो यो कुरा हजुरलाई प्रिन्सिपल म्याम? सम्झाउनु पनि कसरी हुन्छ? यो स्कुलमा हाम्रो बच्चासँग अरू 700 भन्दा बढी बच्चा पढ्छन् क्यारे। कतिको बाबु आमालाई सम्झाउनु होइन त प्रिन्सिपल म्याम? हुन त हो भवेन्द्रजी, तर म सम्झने प्रयास गर्छु। तर हजुर प्यारेन्ट्सहरू बेला बेलामा यसै गरी गुनासो लिएर आउने गर्नु पर्यो। भ्याएसम्म त आउने गरेकै छु नि म्याम, तर सधैँ चाहिँ गाह्रो हुन्छ के। तपाईहरूले आफ्नो बच्चाहरूको कमजोरी स्कुलमा आएर भन्नु पर्यो, ताकि हाम्रा सर मिसहरूले पाठ्यक्रमका पढाइका साथै त्यही अनुसार गाइड गर्दै पनि लानुहुन्छ। यो कुराको लागि पनि तपाईहरूले आज आफ्नो बच्चाले के पढेर आयो त्यो राम्रोसँग याद गरेको छ कि छैन भनेर चेक गर्नु पर्यो कि। यो कुरा त सही हो है, सही हो। नत्र सर मिसहरूले कसरी बच्चाहरूले सही बाटोमा लान सक्नुहुन्छ, होइन त म्याम? हो, भवेन्द्रजीले राम्रोसँग बुझ्नु भएछ। तर भवेन्द्रजी हजुरको समस्या चाहिँ सुन्नु पाइन त? हेर्नुस्, मेरो त उही पुरानो गुनासो छ। त्यो के भने हजुरहरूले बोलाएको मिटिङमा आउनै भ्याउँदिन, कामै त्यस्तो छ, के गर्नु। तर यसो भनेर मेरो बच्चाको पढाइ त बिगार्नु भएन नि, होइन र? त्यसैले हेरिदिनु पर्यो प्रिन्सिपल म्याम। हो, यसरी तपाईहरूले आफ्नो बाध्यताहरू पनि हामीलाई सुनाउनु भयो भने हामीलाई पनि सजिलो हुन्छ। भवेन्द्रजी हजुरले आफ्नो बच्चाको केयर गर्नुहोस्, हामी हाम्रो काम राम्रैसँग गर्नेछौँ। हस्, यति भए मलाई चाहिँ पुग्यो प्रिन्सिपल म्याम। अब म चाहिँ जाऊ है। पक्नुहोस् न भवेन्द्रजी, किन हतार? यो तपाईँको स्कुल हो, एकछिन बस्नुहोस्, आराम गर्नुहोस्। त्यो मैले मेरो पसललाई प्लास्टिकले छोपेर आएको छु कि फेरि नगरपालिकाको आँखा पर्ला भनेर हो क्या म्याम। बुझ्नुहोस् न मेरो मर्म। ए तपाईँको पसल फुटपाथमा पो छ? हजुर, त्यहीको कमाइले छोराछोरी पढाउने, खाने, डेरा भाडा तिर्ने गरेको छु। यसपालि विभिन्न कारणले व्यापारै चौपट छ भने, तर त्यसो भनेर बच्चाको पढाइ त बिगार्नु भएन नि, होइन र प्रिन्सिपल म्याम? ओहो, यस्तो मान्छेको बच्चासँग मेरो बच्चा पढ्ने गर्छन् प्रिन्सिपल म्याम? पढ्ने मात्र होइन, खाजा खाना पनि सँगै खान्छन्, टोइलेट पनि सँगै जान्छन्, खेल्दा पनि सँगै खेल्छन्, अनि बेन्चमा पनि सँगै बस्छन्। तर इट्स टु मच, यो त अति भयो प्रिन्सिपल म्याम। हजुरलाई यो बाहेक अरू के अंग्रेजी आउँदैन गायत्री म्याडम? व्हाट?
ए आउँदो रहेछ। माई इन्सल्ट यो को हो प्रिन्सिपल म्याम? ए सरी म्याडम, मेरा स्टाफहरू आफ्ना काममा सिन्सियर भए पनि अलि बढी नै स्वतन्त्र छन्। सरी म्याडम। विद्युर यस म्याडम सर। कम डाउन। मैले उहाँको र उहाँको कुराले बुझे म्याम कि बाल बच्चाको भविष्य निर्माणमा विद्यालयको मात्र नभई हामी अभिभावकको पनि महत्वपूर्ण भूमिका हुँदो रहेछ। उहाँहरूले पनि बुझ्नु भएकै होला। हो, यसरी नै हामी सबैले यो बुझ्नु पर्छ। हेर्नुस्, मैले हजुरहरूको गुनासो सुने र आफ्नो दिमागमा रेकर्ड गरेर राखे। अब म यी तपाईहरुका गुनासोलाई आफ्नो स्कुलको म्यानेजमेन्ट टिचर र स्टाफ सहितको मिटिङमा राखेर सल्युसन निकाल्ने नै छु। एउटा पूर्ण स्कुलका मूल दुईवटा पिलर हुन्छन्। एउटा पिलर हामी स्कुलका व्यवस्थापन भने अर्को तपाईहरु विद्यार्थीका अभिभावक। हामी दुवै मिलेर यो स्कुललाई चलायो भने यो स्कुलको दियो प्रज्वलित हुन्छ। यसमा तपाईहरुको साथ हुन्छ नि? हुन्छ, हामी साथ दिन्छौँ। हो, यसरी हरेक स्कुल म्यानेजमेन्ट र अभिभावकहरू बच्चाहरूको भविष्य बनाउन लाग्नु भयो भने कुन चाहिँ बच्चाले भन्छ हामीलाई फुल नदेऊ भनेर। नमस्कार, यो थियो शिक्षा सम्बन्धी सन्देशमूलक नाटक फुल नदेऊ। साँच्चै भन्नुपर्दाखेरि हामी बालबालिका भनेको साना साना कोपिला जस्तै हुन्छ, जसलाई फक्राउन र फुल्नको लागि समयमा मल जल माटो दिन अत्यन्त नै आवश्यक छ। यदि समयमा त्यो हामीले पाएनौँ भने हामी सुबास नभएको फुल जस्तै हुन पुग्दछौँ। न त त्यो फुलको ठाउँ कुनै मन्दिरमा हुन्छ, न त कसैको घाँटीमा, न त कसैको चियानमा। त्यसैका कारण हामीलाई फुल्न दिन अत्यन्त आवश्यक छ। हामीलाई फुल्न दिनलाई हजुर अभिभावकहरू, हाम्रो विद्यालय र हाम्रा शिक्षकहरू मिलेर, शिक्षक समाज मिलेर हामीलाई फुल्न दिनुपर्छ। धन्यवाद। यो थियो नाटक फुल नदेऊ। धन्यवाद।